मुखी फूला उहाँले एउटा प्रस्तुत गरेर जानुभयो नेपालको निशिरोですねカウラリイシュのにある伝統的な踊りでございました。ありがとうございます。それからधन्यवाद उद्घोषकज्यू यस 15औं नेपाल फेस्टिभलका प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू लगायत अतिथिज्यू लगायत सम्पूर्ण जापानवासी नेपालीज्यूहरू र मेरो जन्मभूमि प्यारो सुदूरपश्चिमका आमा बाबु तथा दिदी बहिनी दाजुभाइ सम्पूर्णलाई चाहिँ म मेरो व्यक्तिगत तर्फ र सुदूरपश्चिम समाजको तर्फबाट न्यानो अभिवादनसँगै जय सुदूरपश्चिम जय नेपाल भन्न चाहन्छु। मैले थोरै समय लगे कलाकारज्यूहरू आउँदै हुनुहुन्छ 2 मिनेटको सम्पूर्ण जापानवासी नेपालीहरूलाई चाहिँ म एकचोटि नेपाल झरिसकेपछि सुदूरपश्चिम मेरो प्यारो सुन्दर सुदूरपश्चिममा चाहिँ पाइला टेकिदिनु हुन सानो डकुमेन्ट्री भिडियो चाहिँ प्ले गर्न लगाउँछु। सम्पूर्ण जापानवासी नेपाली ज्यूहरूलाई चाहिँ एकचोटि सुदूरपश्चिम भिजिट गरिदिनु होला। प्यारो सुदूरपश्चिमको चाहिँ हाम्रो भिडियो प्ले गरिदिनु हुन अनुरोध गरेँ मैले। साउन्ड चाहिँ थोरै तपाईहरु चाहिँ सुदूरपश्चिम दुईटा माध्यमबाट चाहिँ प्रवेश गर्न सक्नुहुन्छ। तपाईहरु हवाई मार्ग र स्थल मार्गबाट तपाईहरु हवाई मार्गबाट सुदूरपश्चिम आउनुभयो भने 1 घण्टा 10 मिनेटमा कैलाली स्थित गेटा विमानस्थलमा झर्न सक्नुहुन्छ भने त्यसैगरी अर्को माध्यम भनेको हाम्रो स्थल मार्ग छ। तपाईहरु काठमाडौँबाट नाइट बस चढेर 14 देखि 16 घण्टाको यात्रा गरेर तपाईहरु सुन्दर सुदूरपश्चिमको मुख्य गेट अर्थात् जापान सरकारले निर्मित यो कर्णाली पुलको मेन द्वारमा चाहिँ प्रवेश गर्न सक्नुहुन्छ। तपाई यहाँ झरिसकेपछि चाहिँ कर्णालीको फ्रेस माछा खाएर तपाईहरु कर्णाली नदीमा चाहिँ र्याफ्टिङ गर्दै सुन्दर सुदूरपश्चिमको फ्रेस माछा खाएर तपाईहरु चाहिँ र्याफ्टिङ गर्दै कैलालीको टिकापुर स्थित हाम्रो राजा महेन्द्रको रमाइलो गर्ने स्थान तपाईहरुले कतिको सुन्नु भएको छ टिकापुर पार्कमा चाहिँ पुग्न सक्नुहुन्छ। यो पार्कमा चाहिँ राजा महेन्द्र बेला बेला गएर चाहिँ आफ्नो रमाइलो गर्ने स्थान हो। साथै कैलालीको विभिन्न स्थानहरू तपाईहरु घुमिसकेर बेलुका बखत चाहिँ राणा थारूको स्थानीय मजा खेल्छु यार।
भने सबै कु गर्नुलाई कोइले जस्तै होइन ए मन बाँधियो मायाकै कारणले बन्दी